दर्शकवृन्द नमस्कार। सेवा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण किराँत राईजनहरू र विशेष गरी किराँतीहरू समेतलाई चाहिँ म यो आह्वान गर्न चाहन्छु कि नेपालको इतिहासमा व्यवस्थित र सङ्गठित ढङ्गले राज्यको सुरुवात गर्ने संस्थापक पहिलो किराँती राजा यलम्बरहाङको मूर्ति प्रतिमा हिजोआज बनाउने प्रचलनहरू बढ्दै गएको छ। त्यो आफैमा राम्रो पनि हो। सँगसँगै स्केचहरू हिजोआज डिजिटलमा निकै प्रयोग हुन्छ, जुन चाहिँ आधिकारिक सङ्घ संस्थाहरूबाट चाहिँ अनुमोदित भएको छ, त्यसले निर्माण गरेको छ। त्यस्तोलाई चाहिँ प्रयोग गरौँ भन्ने चाहिँ यहाँहरूलाई म अनुरोध गर्न चाहन्छु। सर्वप्रथम त म यलम्बरको आधिकारिक स्केच, आधिकारिक यो अर्थमा कि किराँतजन्य सङ्घ संस्थाहरूले बनाएको स्केच या रेखाचित्र जसले यलम्बर परिको चित्र यस्तो हुन सक्छ भनेर परिकल्पना गर्नुभयो हाम्रो पूर्वजहरूले, त्यसलाई किराँत राई आयोखा, किराँत याक्थुम चुम्लुङ, किराँत याक्खाचुम्मा, किराँत सुनार सेवा समाज ले को यो समन्वय समिति छ, त्यसबाट चाहिँ अनुमोदित पहिलो करिब मलाई लाग्छ 47-48 चाहिँ अन्त्यमा चाहिँ यलम्बरको रेखाचित्र रामरतन राई र टेकवीर मुखिया भन्ने चित्रकारहरूले चाहिँ निर्माण गर्नुभएको रेखाचित्र किराँत जन्य सङ्घ संस्थाले प्रयोगमा ल्याएको कुरा प्राय याख कर्मी याक्थुङ चुम्लुङ कर्मीहरूलाई त थाहा हुने भयो, तर अन्य किराँतजन्य किराँतीहरूलाई चाहिँ थाहा नभएको कारणले पनि हिजोआज चाहिँ विभिन्न वेबसाइटमा चाहिँ छरपष्ट पाइने भएको कारणले चाहिँ अहिले विभिन्न ठुलो ब्यानरहरू पनि बनाउनु पर्ने भएको कारणले चाहिँ फेरि आएर हामीले त्यो पहिला जुन बनाएको हातले कोरेको लाई चाहिँ ब्यानरमा देखि लिएर ठुलो होर्डिङ बोर्डमा लाउनु नसक्ने भएको कारणले, त्यसको रिजोल्युसन नपुगेको कारणले गर्दा हामीले रिस्केच फेरि गरियो र चाहिँ सोही किराँतजन्य सङ्घ संस्था किराँत राई आयोखाको इनिसिएसनमा चाहिँ किराँतजन्य सङ्घ संस्थाहरूले किराँत समन्वय समितिले त्यसलाई निर्माण गरेर अहिले चाहिँ नि बाहिर आइरहेको छ। यो दुईटा चित्रलाई म यहाँहरू माझमा राख्न चाहन्छु। रामरतन राईज्यू र टेकवीर मुखियाले बनाउनु भएको चित्र, यो चित्र चाहिँ आधिकारिक रूपमा सङ्घ संस्थाले निर्माण गरेको कारणले यो चित्र आधिकारिक हो। त्यस पछाडि दोस्रोमा चाहिँ फेरि अघि मैले भनिहालेँ फेरि रिनिर्माण गरेको बनाएको किराँत राई आयोखाको इनिसिएसनमा अहिले त 8 किराँत छ। अब अघिको 4वटा सहित अब चाहिँ किराँत थामी समाज, हायु समाज, जिरेल समाज, सुरेल समाज लगायतको चाहिँ 8वटा चाहिँ किराँत समन्वय समितिमा छ। यस कारणले गर्दा त्यो चाहिँ नयाँ चित्र बनाउने कलाकार देव कोइमी राईले बनाउनु भएको छ।
र त्यसलाई अहिले हिजोआज हामीले प्रयोगमा ल्याउने गरेका छौँ। त्यो चित्र चाहिँ यस प्रकार छ। यलम्बरको पुरानो कन्सेप्टभन्दा केही पनि फरक नभएको र त्यहाँबाट झन्डा हटाइएको र चाहिँ झन्डालाई कतिपयले चाहिँ याखाकै झन्डा चाहिँ बनाएर बोकाएको कारणले यलम्बर आजभन्दा 5000 वर्ष अगाडि राज्य स्थापना गरेको थिए भने याखाको झन्डा चाहिँ 40 वर्ष पनि नभएको कारणले गर्दा त्यो झन्डा उपयुक्त हुँदैन भन्ने भयो एउटा। दोस्रो चाहिँ यलम्बरले जब चाहिँ लड्दाखेरि काठमाडौँमा पूर्वको चाहिँ अरुणाञ्चल कामाख्यादेखि लिएर पश्चिमको चाहिँ काश्मीरसम्म र हिमालय पारी टिबेटसम्म र गङ्गाको तटसम्म, ब्रह्मपुत्र र गङ्गाको तटसम्म चाहिँ यलम्बरको राज्य थियो भनिन्छ। र उनले त्यो राज्यहरू विजय गर्दाखेरि चाहिँ अलिकति युवा अवस्थाको पनि हुनुपर्ने भएको कारणले गर्दा यसो कल्पना गर्दा त्यसलाई चाहिँ हामीले बनाएको छौँ र त्यो चाहिँ यो चित्र हो। र अरू बाँकी चित्रहरू जुन जुन यहाँ देखाइएको छ यी चित्रहरू चाहिँ झट्ट हेर्दा यलम्बरले हातमा धनु काँड बोकेको अनि एउटा हातमा धनुष बोकेको, त्यस पछाडि तरबार ओमा भिरेको अनि यहाँ खुकुरी पटुकोमा भिरेको, पछाडि ढाल र भाला समातेको बोकेको, त्यो देख्ने बित्तिकै यलम्बर हो भन्ने चाहिँ आँखा चिम गर्दाखेरि मान्छेलाई एक किसिमको भइसकेको छ। तथापि के हो भने अब कसैले आफू जस्तो चाहिँ स्केच पनि बनाएको देख्छु, कसैले यलम्बरै नसुहाउने खालको पनि स्केचहरू पनि बनाएको देख्छु पाउँछु। त्यस कारणले किराँत राई आयोखाले चाहिँ यो चाहिँ एउटा क्लियर पार्नुपर्ने आफ्नो चाहिँ दायित्व पनि भएको कारणले मैले यहाँ चाहिँ यो प्रस्तुत गरेँ। र सकेसम्म चाहिँ यलम्बरको यो अहिले रिस्केच भएको र पुरानो प्रयोग गर्नु परेमा यो दुईटालाई मात्रै प्रयोग गरौँ, अरूलाई चाहिँ प्रयोग नगरौँ। र विशेष गरी किराँत राई आयोखासँग चाहिँ सम्बन्धन प्राप्त सङ्घ संस्थाहरू, विदेश सङ्गठनहरू, किराँत राई आयोखाका मातहतका जिल्ला कार्य समितिहरू, नगर कार्य समितिहरू र किराँत राई आयोखासँग चाहिँ आबद्ध 26 भाषिक थरका संस्थाहरूलाई त्यो अनुरोध गर्दछु। र सँगसँगै चाहिँ आफूलाई किराँत भन्नेहरूलाई पनि म चाहिँ त्यो सङ्घ संस्थाको पदाधिकारीले पनि यो आग्रह गर्दछु। र सँगसँगै अब यलम्बरको युट्युबहरू पनि अन्य जातिहरूले पनि बनाएको कारणले यलम्बर भर्लै किराँती समुदायबाट भए पनि त्यो समग्रमा चाहिँ नेपालको चाहिँ संस्थापक भएको कारणले चाहिँ त्यो सबै अन्य जातिको पनि राजा अथवा साझा सम्पत्ति भएको कारणले गर्दा अन्यलाई पनि मैले चाहिँ नि होइन यो देखाइएको आधिकारिक चित्र चाहिँ प्रयोग गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। यसको मूर्ति बनाउने प्रचलनहरू, खास किराँतीहरू मूर्तिमा विश्वास गर्दैनन्, प्रकृति पूजकहरू हुन् किराँतीहरू। त्यस कारणले प्रकृतिलाई जस्तोको तस्तै राख्नुपर्छ, प्रकृतिको दोहन गर्नु हुँदैन। प्रकृति दोहन गर्नु भने आफ्नो चाहिँ यो छातीमा चाहिँ छ नि दोहन गर्नु जस्तो अथवा चाहिँ आफ्नो मुटुमा दोहन गर्नु जस्तो मान्छ। त्यस कारणले हाम्रो भूमि थानहरू, साकेला थानहरू कहिले पनि मन्दिर जस्तो बनाएर चाहिँ सिमेन्टको चाहिँ बनाइएको हुँदैन। ढुङ्गा र उसले चाहिँ बारिन्छ। यसो चाहिँ ठुलो ठुलो रुख जो चाहिँ हजारौँ वर्ष अथवा चाहिँ सयौँ वर्ष चाहिँ खप्छन्, त्यसको मुनि चाहिँ भूमि थानहरू, साकेला थानहरू, भीमसिंह थानहरू चाहिँ बनाउने प्रचलनहरू छ।
तथापि के हो भने हिजो आज चाहिँ अब यो मूर्त बनाउनु पर्छ भन्ने भएको कारणले यो इलम्बरको चाहिँ मूर्ति पनि बनाउने चाहिँ व्यापक रूपमा प्रचलन बढेको छ र दिक्तेल रूपकोट मजुवागढीको चाहिँ वडा नम्बर 14 मा चाहिँ बुइपा स्थित चाहिँ 120 फिटको विश्वकै अहिलेसम्मको इलम्बरको प्रतिमाहरूमध्ये सबैभन्दा अग्लो प्रतिमा चाहिँ त्यहाँको प्रदेश सरकार 1 नम्बरको प्रदेश सरकारको बजेटमा त्यहाँको चाहिँ छ नि दिक्तेल रूपकोट मजुवागढीको चाहिँ संलग्नतामा र वडा नम्बर 14 को चाहिँ विशेष आफ्नै इनिसिएसनमा चाहिँ त्यहाँ बन्दैछ र इलम्बरको मूर्ति धेरै ठाउँमा चाहिँ बनि पनि सकेको छ र कतिपय ठाउँमा चाहिँ के गुनासो आएको छ भने यो खालाई मूर्ति चाहिँ आफ्नो जसले स्पोन्सर गर्यो हैन जसले आर्थिक प्रायोजन गर्यो उसको अनुहार चाहिँ बनाउने पनि प्रचलनहरू चाहिँ बढ्दो छ व्याप्त छ भन्ने एउटा आएको छ। यसो हेर्दा हो जस्तो पनि लाग्ने। अर्को चाहिँ मूर्तिहरू कतिपय इलम्बरहरूको चाहिँ नि उहरू किराँती अनुहारको भनेको चाहिँ किराँती अनुहारमा जस्तै अब भोट बर्मेली भाषीहरू पनि भन्ने पनि प्रचलन छ हिन्दूहरूको अथवा चाहिँ यो हिन्द दक्षिण चाहिँ छ नि यो क्षेत्रमा अहिलेको सार्क एरियामा भने अब मंगोलाइट भन्ने पनि छ प्रचलन। त्यस्तो नभएर कता कता चाहिँ आर्यहरू खसहरूको जस्तो पनि देखिने खालको अझ भएन दक्षिण भारतको द्रविडहरू जस्तो देखिने पनि त्यस्तो पनि इलम्बरको चाहिँ प्रतिमा भएको कारणले त्यसले इतिहास चाहिँ इलम्बर चाहिँ किराँती थिएनन् कि कसो भन्ने चाहिँ भ्रम चाहिँ पर्न सक्ने भएको कारणले चाहिँ इलम्बरको मूर्ति बनाउँदाखेरि कमसे कम सम्बन्धित सङ्घ संस्थासँग समन्वय गरेर चाहिँ गरेमा चाहिँ विवाद हुँदैन भन्ने लाग्छ किनभने ओनरसिप चाहिँ सङ्घ संस्थाले लिन्छ। अर्को अब मूर्ति बनाउने सन्दर्भमा अलि सिप नभएको सिकारु बाटहरूसँग पनि बनाउनु हुँदैन भन्ने लाग्छ। जस्तै अब यो यहाँ चाहिँ देखाइएको छ यो मूर्तिहरू त्यो वास्तवमै चाहिँ भद्दा अलिकति हुन त कलाकारिताको अपमान गर्न खोजे त होइन तर सर र हेर्दा चाहिँ भद्दा जस्तो अलिकति कालीगढी हामी त अरनीको जस्तो चाहिँ शिल्पकारको मूर्तिकारको चाहिँ देशको मान्छे जसले चाहिँ नि चाइनामा चीनमा गएर चाहिँ नि नेपालको चाहिँ एउटा गर्विलो एउटा चाहिँ छ नि प्रकाश छर्न सकेको देशको मान्छे। त्यस कारणले गर्दा त्यो युगमा यत्रो राम्रो मूर्ति बनाउँदाखेरि अझ चाहिँ अहिलेको युगमा चाहिँ छ नि केटाकेटीले खेले जस्तो बनाउनु कुनै पनि हालतले ठिक नहुने भएको कारणले चाहिँ अलिकति सिप अनुभवीबाट चाहिँ बनाउनु पर्छ भन्ने हो। यो चित्रकला हस्तकलामा कमसे कम चाहिँ शैक्षिक योग्यता हासिल गरेको र अलि अनुभवीबाट बनाउनु पर्छ भन्ने हो एउटा। अर्को चाहिँ के छ भने सक्नेले गर्ने बनाउने संस्कार बसाल्यौं भनेको जसले सक्छ आफूले बनाउने गर्ने हो भनेर चाहिँ जहाँबाट पनि हाम्रो संस्कृति इतिहास बचाउनु त हो भनेर गर्न थाल्यो भने आगामी पुस्ताले हाम्रो पदचाप पक्कै पनि पछ्याउँछ। त्यसकारणले त्यो सिको संस्कारको चाहिँ सिको चाहिँ गर्ने हुनाले पनि चाहिँ हामीले सक्दो त्यसो नगरौँ आफै कुनै एउटा चाहिँ संस्था खडा गरेर या चाहिँ कुनै बजेटलाई चाहिँ छैन हैन त्यसलाई चाहिँ कसरी हुन्छ सदुपयोग भनौँ या दुरुपयोग हैन गर्ने चाहिँ नि उद्देश्यले या हिजो आज स्थानीय सरकार एकदम शक्तिशाली छ। स्थानीय सरकारले सरकारवाला
पक्षसँग हामी जस्तो चाहिँ नै सङ्घ संस्था जो चाहिँ सरकारवाला छ त्यस्तोसँग चाहिँ सहकार्य समन्वय गरेर बनाउँदा चाहिँ अलिकति कम विवादित र चाहिँ त्यसको चाहिँ नि ओनरसिप पनि चाहिँ लिन सकिने भएको कारणले चाहिँ म यहाँहरूसँग आग्रह गर्न चाहन्छु कि यस्तो सार्वजनिक महत्त्वको विषय र सार्वजनिक महत्त्व सँगसँगै समुदायसँग पनि यो जोडिएको विषय र राष्ट्रसँग पनि जोडिएको विषय भएको कारणले यसमा चाहिँ अलिकति चाहिँ ध्यान पुर्याउन म सबैलाई आग्रह गर्दछु। जस्तै दिक्तेल रूपकोट मजुवागढीबाट त्यहाँका चाहिँ मेयरदेखि लिएर विभिन्न चाहिँ त्यहाँ चाहिँ उपमेयर, त्यस पछाडि जनप्रतिनिधिहरू, सांसदहरूदेखि लिएर चाहिँ उहाँहरूले याखले चाहिँ यो चित्र चाहिँ आधिकारिक चित्र चाहिँ दिनु पर्यो, हामी विवादित हुन चाहदैनौँ, सहकार्य गर्न चाहन्छौँ भन्ने कारणले गर्दाखेरि पनि यो पछिल्लो यो देव कोइमीले बनाएको देव कोइमी राईले बनाएको चाहिँ त्यो पनि हामीले चाहिँ बनाउनु परेको हो। त्यस कारणले चाहिँ यहाँहरू सबैलाई चाहिँ मैले त्यही आग्रह गर्न चाहन्छु, यसको चाहिँ आधिकारिकताको सक्दो चाहिँ पालन गराउँ। धन्यवाद। सेवा। जय किराँत, जय लम्बर।